नमस्कार साथीहरू, म चन्द्र खड्का। देश अहिले बाढी र पहिरोको पीडाले रोइरहेको छ, तर दुःखको कुरा यही मौका छोपेर केही समाजसेवीहरू जनतालाई लुट्न फेरि सक्रिय भएका छन्। कोही विदेशमा छन्, कोही नेपालमै बस्छन् र विदेशमा हुनेहरूले पनि नेपालमा आफ्ना प्रतिनिधिहरू राखेर त्यहीँ बसेर हुन्छ अथवा नेपालमै बसेर हुन्छ, विदेशमै बसेर हुन्छ हैन। बाढी पीडितको नाममा चाहिँ आफ्नो व्यक्तिगत क्युआर कोड राखेर पैसा उठाइरहेका छन्। म यस्ता अपराधिक सोच भएकालाई स्पष्ट भन्न चाहन्छु, तिमीहरू समाजसेवी होइनौ, सरासर यो देशद्रोही हौ, अपराधी हौ। यो देश नेपालका। देश अप्ठ्यारो अवस्थामा परेको बेला चन्दा उठाएर मजबस्ती गर्ने यस्ता कालो मन भएकाहरूको कुरा कसैले पनि नपत्याउनु होला साथीहरू। यदि तपाईँ साँच्चीकै सहयोग गर्न चाहनुहुन्छ भने कसैको व्यक्तिगत खाता वा व्यक्तिगत क्युआरमा 1 रुपैयाँ पनि नदिनुहोस्। बरु नेपाल सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेका सरकारी ब्याङ्कका खाताहरूमा मात्र सहयोग गर्नुहोला। यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै सेयर गरेर सबैलाई सचेत गराइदिनु होला, किनभने धेरैभन्दा धेरै यो भिडियो सेयर गर्नुहोला साथीहरू। अहिले यति धेरै ठगीहरू, यी देशद्रोहीहरू चाहिँ यो क्युआर आतङ्क सामाजिक सञ्जालमा मचाइरहेका छन्। यिनीहरू विभिन्न समाजसेवीका नाममा चाहिँ अहिले विदेशमा बसेर यिनीहरूले चाहिँ यो धन्दा मचाइरहेका छन्। कसैलाई पनि साथीहरू व्यक्तिगत खातामा कसैले पनि 1 रुपैयाँ नहाल्नु होला। तपाईँहरूले डाइरेक्ट नेपाल सरकारले सार्वजनिक गरेका क्युआरहरूमा पैसा हालिदिनु होला हैन। मैले यहाँ तपाईँको कमेन्टमा पनि राखिदिन्छु। र तपाईँ विदेशमा हुनुहुन्छ भने अहिले नेपाल सरकारले अनलाइन प्रणाली पनि सुचारू गरेको छ। त्यहाँ गएर पनि तपाईँले विदेशमा प्रयोग गरिरहेको डेबिट कार्ड अथवा एटिएम कार्ड, विभिन्न कार्डबाट चाहिँ भिसा कार्ड, विभिन्न कार्डबाट चाहिँ तपाईँहरूले पैसा पे गर्न सक्नुहुन्छ। त्यो अनलाइन सिस्टम पनि भर्खरै आज मात्रै अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेज्यूले चाहिँ सार्वजनिक गर्नुभएको छ। सरकारका आधिकारिक ब्याङ्क खातामा मात्रै पैसा जम्मा गर्नुभयो भने तपाईँले सहयोग गर्नुभएको रकम तपाईँको चाहना अनुसार चाहिँ सरकारले खर्च गर्नेछ। धन्यवाद।